ज्योतिष सारथी। पूर्णमा जय श्री राधेश्याम, जय श्री कृष्ण। आज म हजुरहरू समक्ष पुनः अर्को भिडियो लिएर उपस्थित भएको छु। मेष राशि यदि तपाईको हो भने तपाईको लागि यो भिडियो विशेष रहन सक्छ। मेष राशिका व्यक्तिहरूको स्वभाव कस्तो हुन्छ, जीवन जिउने शैली कस्तो हुन्छ र कस्तो कर्म गर्दाखेरि चाहिँ उनीहरूलाई शीघ्र फल मिल्छ र जीवन राम्रोसँग पनि चल्छ। आउनुहोस् यो भिडियो मार्फत हामी सम्पूर्ण कुराहरू जान्नेछौँ। विशेष गरेर मेष राशि भएका व्यक्तिहरू अरूको आदेशमा भनौँ अरूको अन्डरमा नबस्नेवाला मेष राशिका व्यक्ति हुन्छन्। आफू एकदम साहसी हुन्छन्, पराक्रमी हुन्छन्, आफूले काम पनि गर्छन् र आफ्नो अन्डरमा चाहिँ अरू बस्छन् भनेर चाहिँ मेष राशिका व्यक्तिहरूलाई यस्तो इच्छा हुन्छ र उनीहरू त्यस्तो रुचाउँछन् पनि। विशेष गरेर मेष राशिका व्यक्तिहरू चाहिँ अत्यन्त मेहनती पनि हुन्छन्, पराक्रमी पनि हुन्छन्, अरूलाई परोपकार गर्नेवाला पनि हुन्छन्। आफूभन्दा दुःखी जनलाई उनीहरू परोपकार गर्नेवाला पनि हुन्छन्, सहयोग गर्नेवाला पनि हुन्छन्। मेष राशि भएका व्यक्तिहरूको केही नराम्रा स्वभावहरू जहाँ तपाईँलाई चाहिँ अत्यन्त चाहिँ कष्ट दिलाउन सक्छ, हानि दिलाउन सक्छ यी नराम्रा बानीहरूले। के छन् त ती नराम्रा बानी भन्दाखेरि झट्ट रिसाउने, तपाईहरुमा चाहिँ एउटा अवगुण भनेको चाहिँ के हो भन्दाखेरि अत्यन्त छिटो रिस उठ्छ तपाईलाई र तपाईले कुनै पनि निर्णय लिनु पर्यो भने तपाईले नसोचिकन झट्टपट्ट चाहिँ फट्ट बोलिदिनुहुन्छ। मेष राशि भएका व्यक्तिहरूले चाहिँ यो एउटा गल्ती चाहिँ के हो भनेदेखि जहाँ कुनै पनि निर्णय नलिकन एकदम सटिकसँगले चाहिँ एकदम छिटो तरिकाले चाहिँ जवाफ दिनुहुन्छ। त्यो जवाफले चाहिँ तपाईलाई हानि पुर्याउन सक्छ। विशेष गरेर मेष राशि भएका व्यक्तिहरूलाई चाहिँ करियरमा चाहिँ विशेष गरेर चाहिँ पैसा कमाउनका लागि निकै सङ्घर्ष गर्नुपर्ने हुन्छ। तर कुन कुन क्षेत्रमा चाहिँ अत्यन्त राम्रो हुन्छ मेष राशिका व्यक्तिहरूलाई भन्दाखेरि नेतृत्व, कुनै पनि ठाउँमा चाहिँ गएर चाहिँ ठुल्ठुला पदहरूमा चाहिँ हजुरहरूलाई अत्यन्त राम्रो हुन्छ। त्यसपछि अगाडि आए व्यवसाय गर्नलाई, व्यवस्थापन गर्ने कामहरू जुन छन्, प्रशासन भए खेलकुद क्षेत्रमा पनि मेष राशि भएका व्यक्तिहरूलाई विशेष राम्रो हुन्छ। किनभने मेष राशिको स्वामी मङ्गल भएको कारणले मङ्गल यदि राम्रो छ भने तपाईँ आर्मीमा लाग्न सक्नुहुन्छ, पुलिसमा लाग्न सक्नुहुन्छ, सैनिकहरूमा भए यी क्षेत्रहरूमा चाहिँ अत्यन्त राम्रो हुन्छ। सरकारी जागिरको पनि अत्यन्त धेरै चान्स हुन्छ मेष राशि भएका व्यक्तिहरूको लागि। यसै गरी मेष राशि भएका व्यक्तिहरू चाहिँ धेरै गफ गर्नेवाला पनि हुन्छन् मेष राशि भएका व्यक्तिहरू। तर गफ गरेर पनि आफूले बोलेको वचन भने उनीहरू पुरा गर्नेवाला हुन्छन्। चुनौतीपूर्ण को चाहिँ कामहरू हुन्छ त्यस्ता कामहरू गर्न चाहिँ मेष राशि भएका व्यक्तिहरू अत्यन्त रुचाउने गर्नुहुन्छ। विशेष गरेर चाहिँ जलको भय र दुर्घटना चोटपटकको भय चाहिँ मेष राशि भएका व्यक्तिहरूलाई रहन्छ। यसै कारणले हामीले चाहिँ यात्रा गर्दाखेरि बाइक सवारी साधनहरू चलाउँदाखेरि हामीले विशेष गरेर चाहिँ ध्यान दिनुपर्दछ। अग्नि भनेको आगोबाट पनि हामीले विशेष ख्याल राख्नुपर्दछ। जय श्री राधेश्याम, जय श्री कृष्ण। हजुरहरू कुन राशि हो अवश्य पनि कमेन्टमा बताउनु होला।